Hello everyone, welcome to my another new vlog. हजुरहरुलाई मेरो रञ्जना अफिसियल युट्युब च्यानलमा हार्दिक स्वागत छ। मैले हजुरहरुको माझ चापागाउँ तो बाटोदेखि रिङ रोडको रोडहरुको भिडियो देखाउने सानो प्रयास गरेको छु। मेरो यात्रा चापागाउँ दो बाटोबाट सुरु गरेको छु। अहिले म तालचिकेलको रोड कटेर अब म महालक्ष्मी स्थानतिर मेरो यात्रा अगाडि बढ्दैछ। अहिले म महालक्ष्मी स्थानमा पुगे। यो महालक्ष्मी स्थानको रोड हो। हजुरहरुलाई मेरो यात्रा गर्दै गर्दाको क्रममा मैले हजुरहरुलाई यो बाटोको भिडियोहरु, रोडको भिडियोहरु देखाउने सानो कोसिस गरेको छु। अहिले म थसिखेल पुगे। अहिले चाहिँ यो रिङ रोडहरु चाहिँ एकदमै धेरै राम्रो बनाइएको छ। अहिले म कुसुन्ते हाइट पुगे। हजुरहरुलाई मैले नाम थाहा भएको ठाउँहरुको नाम पनि म हजुरहरुलाई भन्दै जाने छु। यहाँनेरि पनि आकाशे पुल बनाउन लागिरहेको छ। हजुरहरुले देख्न सक्नुहुन्छ मेरो भिडियो मार्फत पनि। अहिले म ठ्याक्कै यातायात अगाडि पुगे। ललितपुर एकदम राम्रो सुन्दर सफा शहर, सफा रोड बन्दै गइरहेको छ। म अहिले एकान्त कुना पुगे। यो एकान्त कुना हो। हजुरहरुलाई मैले रिङ रोडको भिडियोहरु देखाउने कोसिस गरिरहेको छु। हजुरहरु कतिजना मेरो युट्युबमा जोडिनु भएको छैन, मेरो भिडियो मार्फत जोडिन सक्नुहुनेछ। मलाई सब्स्क्राइब गरिदिनु भएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अहिले म नक्खु दो बाटो आइपुगे। आज म यात्रा गरिरहँदा चाहिँ रोडहरु धेरै बिजी थिएन, सधैं जस्तो।
अहिले म बागडोल आइपुगे। एकदमै राम्रो ग्रीन सिटी बनेको छ ललितपुर चाहिँ। साइडमा बोट बिरुवाहरू रोपेर बिचमा रोड। ठाउँमा ट्राफिक लाइटहरूको पनि व्यवस्था छ। अहिले म धोबीघाट आइपुगे। ठ्याक्कै म यो ट्राफिक लाइटमा परे। आज एकदमै राम्रो आकाश खुलेको भएर एकदम क्लिन देखिरहेको छ। आजभोलि चाहिँ रोडमा पनि क्यामेराहरू जडान गरिएको छ। यहाँ पनि देख्न सक्नुहुन्छ हजुरहरूले। ट्राफिकहरू पनि बिचमा स्पिड चेकिङको लागि बसिरहेको देख्न सक्नुहुन्छ। अरू बेला चाहिँ मास्तिर उता कलङ्की साइडतिर बस्नुहुन्थ्यो भने अहिले छ कि छैन, अब हेर्दै जाम। अहिले म सानेपा हाइट आइपुगे। हजुरहरूलाई मैले सानेपा हाइटको भिडियो मेरो क्यामेरामा कैद भएको जस्ताको तस्तै देखाइरहेको छु। पहिलेको तुलनामा अहिले हाम्रो ललितपुर एकदमै धेरै डेभलप भइसकेको छ। अब बिस्तारै योभन्दा धेरै अझै धेरै डेभलप हुन्छ हो। सानेपा पुगे अहिले चाहिँ म। अब यो बल्खुको पुलले चाहिँ काठमाडौँ र ललितपुर छुट्टिन्छ। बल्खुदेखि उता काठमाडौँ भइहाल्यो, त्यहाँदेखि यता ललितपुर। अब चाहिँ म काठमाडौँ प्रवेश गरेँ भनौँ न। यो बल्खुको पुल हो, हजुरहरूले पनि देख्न सक्नुहुनेछ। यहाँबाट यता लेफ्ट साइडपट्टि हाम्रो तरकारी बजार छ, बल्खुको तरकारी बजार। धेरैलाई थाहा होला। म चाहिँ ठ्याक्क यो बल्खुको जाममा परेको छु। धेरै बेर रोकिनु परेन, ट्राफिक लाइट ठ्याक्क नजिक खुल्ने नजिक टाइममा परेको भएर खुलिहाल्यो। अनि चाहिँ म बल्खुमै छु स्टिल। यो देखिरहनु भएको ठाउँलाई चाहिँ बल्खु हाइट भनिन्छ। अहिले म काठमाडौँको रोडमा छु। ललितपुरको रोड सकेर म
काठमाडौँको रोडमा यात्रा गरिरहेको छु। अहिले चाहिँ रोडहरू पिच भएको हुनाले त्यति धेरै धुलोहरू चाहिँ खानु पर्दैन हामीले यात्राको क्रममा। आज फेरि एकदमै आकाश खुलेको दिन भएर पनि होला एकदमै धेरै राम्रो लागिरहेको छ म आफैलाई पनि। हजुरहरूलाई मैले काठमाडौँ ललितपुरको रिङ रोडको भिडियोहरू देखाउने सानो कोसिस गरिराखेको छु। अहिले चाहिँ म खसी बजार आइपुगेँ। अहिले म ठ्याक्कै कलङ्की चोकमा आइपुगेँ। यहाँबाट लेफ्ट गयो भने चाहिँ भ्याली बाहिर जाने गाडीहरू पाउँछ अनि थनकोटतिर पुगिन्छ। यहाँबाट सिधै गयो भने स्वयम्भू पुग्न सकिन्छ भने म चाहिँ यहाँबाट राइट लागेर जानेछु। अहिले म पानट्याङ्कीको रोडमा छु। अब यहाँबाट चाहिँ म टिकु त्रिपुरेश्वर हुँदै रत्न पार्कसम्म जानेछु। आज रोडमा खासै धेरै गाडीहरू थिएन। म अहिले चाहिँ कलङ्कीबाट धेरै माथि आइसकेको छु। अहिले चाहिँ म सोल्टी हाइटमा आइपुगेँ।
सिल्टिमोड हो। एकदमै धेरै घाम चर्किरहेको थियो, मलाई गर्मी पनि भइरहेको थियो। अहिले म ठ्याक्कै कालीमाटी आइपुगेँ। काठमाडौँको सहरहरूको रोडहरू चाहिँ सफा देख्न सकिन्छ हामीले। अहिले म चाहिँ यो टेकु पुल माथि आइपुग्यो। अहिले चाहिँ यो चाहिँ टेकु हो। अहिले चाहिँ म ठ्याक्कै त्रिपुरेश्वर आइपुगेँ। यो चाहिँ त्रिपुरेश्वरको रोड हो। यहाँबाट म लिफ्ट जान्छु रत्न पार्कपट्टि। यहाँबाट सिधा गयो भने चाहिँ हामी कोपनगञ्ज थापाथली हिँडेर जान सकिन्छ। म चाहिँ यहाँबाट लिफ्ट लिएँ। यो अगाडि देखिरहनु भएको भवन चाहिँ रङ्गशालाको भवन हो। धेरैलाई थाहा पनि छ होला। म रङ्गशालाको रोडमा नै हिँडिरहेको छु।
म चाहिँ अहिले सुन्धारा पुगेँ। यो धरहरा धेरैलाई थाहा छँदैछ धरहराको बारेमा। अनि सँगै जोडिएको यो यता ठुलो बिल्डिङ काठमाडौँ महल हो। यहाँबाट चाहिँ सबैतिर जाने गाडीहरू पाउन सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ आरएमसी हो। यहाँबाट त लेफ्ट गयो भने न्यू रोड पुग्न सकिन्छ हामी। यो देखिरहनु भएको महाकालको मन्दिर हो। सँगै भएको हाम्रो प्रिय हस्पिटल हो। मैले नाम थाहा पाएको जति र मैले नाम थाहा भएको जति ठाउँहरूको नामहरू हजुरहरूलाई भनिरहेको छु। अब म चाहिँ वीर हस्पिटल कटेर पनि यता लगभग रत्नपार्क पुग्न लागिसकेँ। अहिले म रत्नपार्क पनि आइपुगेँ। म चाहिँ रत्नपार्कबाट यता राइट साइडबाट गएन, म उतापट्टि रानी पोखरीलाई एक राउन्ड लगाएर जाने गरेर म उतापट्टि गएँ, सिधा गएँ जमल साइडबाट। भने हामीले यो राइट साइडबाट पनि जान सकिन्छ। म भृकुटी मण्डपबाट फेरि अब यता सिंहदरबार यो भद्रकाली भइहाल्यो। म अहिले सिंहदरबारको रोडमा छु। यो अगाडि देखिरहनु भएको बिल्डिङ सिंहदरबारको गेट हो। हजुरहरूलाई फेरि पनि भने मैले रिङ रोड यो काठमाडौँ भ्यालीको रोडहरूलाई देखाउने सानो कोसिस गरेको छु। कस्तो लाग्छ? अहिले म ठ्याक्कै माइती घर पुगेँ। अब यहाँबाट राइट गयो भने लगनखेल आउन सकिन्छ भने म चाहिँ यहाँबाट लेफ्ट गएर
बानेश्वरतिर जाँदैछु। आजभोलि चाहिँ रोडहरू चाहिँ एकदम बोटबिरुवा हरियाली भएर एकदमै राम्रो देखिरहेको छ। हजुरहरूले पनि यात्रा गर्ने क्रममा यी बोटबिरुवाहरूलाई देख्न सक्नुहुनेछ। अहिले म यो बबर महलको रोडमा छु। रोडको खाली छेउहरूमा पेटीहरूमा चाहिँ बोटबिरुवा लगाइएको छ भने बोटबिरुवा एकदमै हरियो भएर मौलाएर आएको छ। यतातिर हिँड्दाखेरि चाहिँ म कुनै सहरमै हिँडिरहेको छु, आउट अफ कन्ट्री जस्तो फिल हुन्छ। एकदमै राम्रो छ यता। यो चाहिँ बिजुली बजार हो। अहिले म ठ्याक्कै बानेश्वर चोकमा आइपुगेँ। यो देखिरहनु भएको हजुरहरूले यो बानेश्वर चोक हो। मैले हजुरहरूलाई रिङ रोडको भिडियो देखाउने सानो कोसिस गरिरहेको छु। अहिले म तिनकुने आइपुगेको छु।
तिनकुनेबाट अब म कोटेश्वरतिरको यात्रामा छु। अहिले म ठ्याक्कै कोटेश्वर चोकमा आइपुगेको छु। अब यहाँबाट लिफ्ट गयो भने हजुरहरू भक्तपुरको रोड पुग्न सक्नुहुन्छ भने यहाँबाट म चाहिँ सिधै यता अब पाल्कुमारी हुँदै ललितपुर नै रिटर्न हुँदैछु। यो जुन देखिरहनु भएको कोटेश्वर चोक हो। अहिले म ठ्याक्कै बालकुमारीको पुलमा आइपुगेँ। यो बालकुमारीको पुलले चाहिँ हाम्रो काठमाडौँ र ललितपुरको सिमाना रहेको छ। अब म बालकुमारी हुँदै बर्को हुँदै म ललितपुरबाट यात्रा सुरु गरेर काठमाडौँ सकाएर फेरि म ललितपुरमै आइपुगिसकेको छु। अहिले यो चाहिँ बालकुमारी पुलको एरिया हो, बालकुमारी एरिया हो।
यो दृश्य चाहिँ मैले आकाशी पुलबाट लिएको दृश्य हो। यहाँ अगाडि चाहिँ घरको फ्लाइओभर बन्दैछ। हजुरहरूलाई मैले यो भिडियो बालकुमारी पुलबाट लिएको भिडियो देखाइराखेको छु। माथि पुलबाट तल रोड हेर्दा चाहिँ एकदमै राम्रो दृश्यहरू देख्न सकिन्छ। हजुरहरूले पनि यहाँ देख्न सक्नुहुनेछ। अहिले म अब बालकुमारी रोड कटेर यता गरको साइड आइपुग्न लागिसकेँ। यहाँ चाहिँ धमाधम फ्लाइओभरको कामहरू हुँदै गरेको छ। मैले हजुरहरूलाई ललितपुर र काठमाडौँको केही ठाउँहरूको भिडियोहरू हजुरहरूको माझ देखाउने सानो कोसिस गरेँ। अहिले चाहिँ म ठ्याक्कै ग्वारको चोकमा आइपुगेको छु। यो चाहिँ ग्वारको चोक हो र यो माथि देखिरहनु भएको चाहिँ ग्वारको चोकको फ्लाइओभर हो। यहाँ चाहिँ निर्माण कार्यहरू हुँदै गरेको छ। यो मैले बीएनपी हस्पिटल मेडिको रोडबाट लिएको बर्खमा बन्दै गरेको फ्लाइओभरको भिडियो हो। अहिले म ठ्याक्कै सातो बाटो आइपुगेँ। हजुरहरूलाई मैले चापागाउँ बाटोबाट भिडियो स्टार्ट गरेर चापागाउँ बाटो हुँदै तालचीखेल महालक्ष्मी स्थान, थसीखेल, कुसुन्ती हाइट, एकान्त कुना, नखुदो बाटो, सानेपा हाइट, बल्खु कलङ्की, त्रिपुरेश्वर रत्न पार्क हुँदै यता बानेश्वर कोटेश्वर बालकुमारी हुँदै फेरि मैले हजुरहरूलाई चापागाउँबाट नै आएर म जुन ठाउँबाट भिडियो स्टार्ट गरेको थिएँ त्यही ठाउँमा आएर मैले भिडियो इन गरेको छु।
हजुरहरूलाई यो मेरो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया जनाइदिनुहोला। धन्यवाद।